हेलो गुड इभिनिङ साथीहरू। आज चाहिँ मैले हजुरहरूले एकदम नयाँ रेसिपी ल्याएको छु। यो चाहिँ हजुरको लागि वेट लसको लागि पनि एकदम बेस्ट छ। एकदम जाडो भित्र गएर छिराउँदैछ बाहिर। अनि आज चाहिँ हल्का फुल्का खानुको लागि चाहिँ सुप बनाउँदैछु म। सुप चाहिँ के को भन्नुहुन्छ भने कोदोको। यसले चाहिँ हजुरको एकदम राम्रो गर्छ यसलाई। अनि यसमा भेजिटेबल मिक्स गरेर हजुरले खान सक्नुहुन्छ। गाजर, मैले चाहिँ गाजर हालेको छु, अनि चाइनिज रायो साग पनि हालेको छु। मटर, चना हाल्दा अझै बेस्ट हुन्छ, राम्रो हुन्छ, मिठो पनि हुन्छ। मैले चाहिँ अहिले चाहिँ गाजर र साग मात्र हालेँ। अनि लसुन कुटेर भुटेर हालेको छु। मिठो हुन्छ, फ्लेभर अर्कै हुन्छ। अनि दामी छ। हजुरहरू पनि यस्तै गरी बनाएर खान सक्नुहुन्छ। राति बेलुका डिनरमा हल्का छ, एकदम मिठो छ, बबाल भएको थियो। हजुरहरू नै यसरी ट्राई गर्नु होला। गुड नाइट साथीहरू। हेलो, आज चाहिँ उयो जाडो महिनामा चाहिँ यो सुप खाँदैछु भेजिटेबल्सको। अनि मेरो मामले कति मिठो बनाउनु भएको छ। कति मिठो छ। वाह, हेलो, आज चाहिँ हामी जाडो महिनामा कोदोको सुप खाँदैछु, भेजिटेबल्सहरू मिसाएको। हेर्नु, यो चाहिँ मेरो मामुले बनाउनु भएको, टेस्ट गरेर देखाउँछु। मिठो छ। बाई बाई।